आज हामीले यो पूजा पञ्चमीको दिन गरेर हामी लगेको छौँ। यसरी मान्दै छान्दै संसारभरिको देवी देवता हामी खेलाएर ल्याउने, बोलाएर ल्याउने। अब संसारमा के भन्छु भने म चाहिँ एउटा देवी देउरालीको सँगै म एउटा भगवानको रूप लिएर आएको मान्छे हो। तर हामी के भन्छौँ भने सारा सृष्टिमा के भन्छौँ भने हामी यसरी नै पाप धर्महरू छुटिएर गयो। मान्छेले आफ्नो रीतिरिवाजमा गएन, आफ्नो धर्म, आफ्नो कर्म, आफ्नो बाउ बाजे चिनेन। त्यही कारणले गर्दा अहिलेसम्म दुःख पाएर गयो। म के भन्छु भने आज म उत्पत्ति भएर म कुलथानीबाट आएको, उहिलेको 12 पुस्ताबाट म आएको। र म के भन्छु भने यसरी नै हाम्रो मान्छेहरूले, हाम्रो हिन्दू जातिहरूले यसरी नै मानेर हाम्रो पहाड इलाकामा हिन्दू जातिहरूले यसरी मान्दै गुन्दै गयो भने देवी देवताहरू मनाउँदै जनाउँदै जान्छ। र म के भन्छु भने हाम्रो संसारभरिमा नाग देवताहरू अनि राजा देवताहरू, वायु देवताहरू, देवी देवताहरू, अग्नि देवताहरू, खोला नानाको देवताहरू सबै हाम्रो रिसाएर गएको छ। त्यही कारणले राम्रो मानिँदो भएको छैन। राम्रोसँगले मानेर गयो भने यसरी पहिरो जाने छैन, यसरी भुइँचालो आउने छैन। यसरी नै राम्रोसँगले छाटकाट भयो, मान्छे लोभ लालचमा गयो। त्यही कारण आफ्नो धर्म कर्म छोडेर गयो। मान्छे राम्रो छ, मुख मात्रै राम्रो, भित्र हृदय राम्रो छैन। के भन्छु भने यसरी नै हाम्रो धामी झाँक्रीहरू आएको छ। तर उनीहरूले पनि कतिवटा पूजा गर्दाखेरि राम्रोसँगले पूजा नगरेको कारणले गर्दाखेरि, राम्रोसँग नगरेको गर्दाखेरि कामै गर मात्रै ढ्याङ्ग्रो मात्रै बजाएर हुँदैन। राम्रो सृष्टिमा खेलेर आउनुपर्छ, राम्रो बचाएर लानुपर्छ। नाग देवतालाई कसरी मान्नुपर्ने, नाग नगिनीलाई राम्रोसँगले, गोठको देवतालाई कसरी मान्ने, उधौलीमा कुन चाहिँ पूजा गर्ने, उभौलीमा कुन चाहिँ पूजा गर्ने, कुलथानीमा कुन चाहिँ पूजा गर्ने, कुन चाहिँ देवताहरूलाई हामी मानेर लाने। यसरी नै हामीले मनाउँदै मनाउँदै गयौँ भने हाम्रो उहिले सत्ययुगमा, कलियुगमा, अहिले कलियुग त जुग त भएर आएको छ। म के भन्छु भने अहिले गरम किन बढ्दैछ, हाम्रो मान्छेहरूले नै राम्रो देवी देवता मानेन, आफ्नो बाउ बाजे चिन्नु सकेन, कसैले पितृ पूजा गर्नु सकेन, कसैले वायु पूजा गर्नु सकेन, कसैले देवी पूजा गर्नु सकेन। यसरी नै हाम्रो धर्म कर्महरू टुङ्गिँदै टुङ्गिँदै मेटिँदै मेटिँदै गएकोले गर्दाखेरि आजसम्म यसरी भुइँचालो आउँदैछ, यसरी तापक्रम बढेर जाँदैछ, खेतीपाती हुँदैछ हुँदैन। त्यही कारणले भाग भालु किन लाग्दैछ, उनीहरूको भाग बन्डे सुरु दिनुपर्छ। हामीले त्यसरी गर्दै गर्दै गयौँ भने भोलि दिनमा हामीले उहिले खेतीपाती कस्तो भएर जान्थ्यो, अहिले खेतीपाती रोप्यो फस्टाइँदैन। किन भन्छ भने जङ्गलको देवतालाई राम्रो मान्यो भने, घरको कुलथानीलाई राम्रो मान्यो भने, देवी देउरालीलाई मान्यो भने हाम्रो मान्छेहरू अहिले के भएको छ भने धेर जस्तो सब लोभ लालचमा फँसेको छ। त्यही कारणले बिल्डिङ छडायो भइगयो, गाडी किन्यो भइगयो। त्यही कारणले अहिले हाम्रो मान्छेहरू एकदम लोभ लालचमा आरिसे भयो। त्यसले बिल्डिङ छडाउने, अर्को घरको पल्लोले पनि बिल्डिङ छडाउने। त्यही कारणले हाम्रो मान्छेहरू यसरी जुक्त जुक्त भएर जाँदैछ। र यो कलियुग व्यक्त भएर कलियुगमा हाम्रो यसरी पूजाहरू गर्दै गर्दै गयो भने सृष्टिमा यसै 4 वर्ष, यसै 5 वर्षमा यसरी यो कतिवटाहरू बिग्रिँदै बिग्रिँदै किन जाँदैछ। आज म यो सन्देश किन दिएछु, डाँडा काँडाहरू सम्पूर्णलाई म यसरी नै मानेर जाओस्, चलेर जाओस् भन्दै मैले यो 2 शब्द आज मन्दिरबाट, ठुलो ठुलो मन्दिरबाट म आएको मान्छे। यसरी नै मैले बताएको मानेर लानु, यसरी नै गरेर लाग्यो भने दुःख पाउने छैन, स्व भएर जानेछ। मान्छेले के कारण दुःख जाँदैछ, यसरी नै पाठ पूजा गरेर लानु, यसरी नै राम्रोसँग मनाएर लग्यो भने संसारभरि उज्यालो भएर आउँछ। नाभा भुइँचालो यसरी नै चलिरहनेछ, यसरी नै हावाहरू तुफान बढेर जानेछ, यसरी नै पहिरो जानेछ, यसरी नै विभिन्न किसिमको रोग कष्ट लाग्नेछ। यसरी नै गाई बस्तुहरू फलिफाप हुने छैन, यसरी नै जन्तु लागेर अनिकालहरू लागेर जानेछ भन्न चाहन्छु। र म एउटा देवता आएकोले गर्दाखेरि तपाईँहरूलाई आजको दिनमा म बताएर ल्याउँदछु। यसरी नै म आजको दिनमा तपाईँहरूलाई म भनेर जाँदछु। मलाई तपाईँहरूले मन पराउनुहोस् कि नपराउनुहोस्, म सबै कुरो बताएर लाँदैछु। मलाई एकदमै स्याबास दिएर जानुहुन्छ भने लाइक गर्नुहोस्। आजको दिनमा के हो कसो, काठमाडौँदेखिको देवी देवताहरू मेरो जिउमा खेलेर आउँछ। जता जता के हुँदैछ, अझै पनि पूर्व दिशाबाट अग्निहरू उठेर आउनेछ र मधेस खण्डमा पनि अग्नि उठेर आउनेछ, भुरकुट बना जानेछ, भाँडी चल्नेछ, गाई बस्तु यसरी मर्नेछ।
यसरी नै एक्सिडेन्ट भएर मर्ने छ, अर्काको बुढी अर्का लाने, यसरी नै भएर यसरी नै यो अन्त जुक्त हुँदै यो हाम्रो भूभागमा महाभूभागमा हाम्रो जोडेर बादलको भूभागमा यसरी बताएर हामी आउनेछौँ। तारा घाम जुन हामी चट्याङको भरमा हामी यसरी नै नागदेवता जलदेवता भएर रिसाएर खेलाएर आउँदै जाँदाखेरि यसरी नै इच्छानाग झारझाग भएर शेषनाग वासुकीनाग भएर यसरी नै घुम्दै डुल्दै जाँदा हावा पानी तुफान हामी ल्याउने, हामी राम हाम्रो कुल मो राम सिकारी, 12 गुरुको साथमा हामी बना झाँक्री सुना झाँक्री काँठे झाँक्री र हामी फलामे झाँक्री ढोल ढ्याङ्ग्रो बाजाको धानी। यति भन्दै तपाईँहरूसँग म बिदा हुन जान्छु। ल है, आज तपाईँहरूलाई कतिवटा कुरो बताएको छु, यसमा लाइक गरेर ओम नमः ओम नमः ओम नमः ओम नमः।